आधी केजी टमाटर किन्दाखेरि ढाकीभरि छान्ने नेपाली समाजले देशको कानुन बनाउने देशको भाग्य र भविष्य कोर्ने नेता चुन्दाखेरि जथाभावी आँखा चिम गरेर रक्सी खाएर भोट हाल्नु हुँदैन। कुलमान घिसिङज्यूलाई एउटा प्रश्न, एमसीसी सम्बन्धी तपाईको धारणा के हो? तपाईँ एमसीसीलाई यस भन्नुहुन्छ कि नो भन्नुहुन्छ? वेदर यु से यस टु एमसीसी अर नो टु एमसीसी? सार्वजनिक कार्यक्रममा फोन गरेर होइन, कसैलाई चिठी पठाएर होइन, मलाई सुटुक्क मेसेज गरेर होइन, सार्वजनिक कार्यक्रममा यस्तै ठुलो कार्यक्रममा तपाईँले आफ्नो धारणा राख्नुहोस्। मात्रै पढाउनुपर्छ विद्यार्थीलाई, चलाउँदै गरेको पनि ल्याम्मै बन्द गरिदियो, टिकटक पनि ल्याम्मै बन्द गरिदियो। बिचरा यो देशमा रोजगारी नभए पनि त्यो टिकटक हेरेर त उसले यसो नाच्दै त थियो नि त। नेपाली जनता रमाउनु के अपराध हो र? पुर्खा नुनको भारी, दाउराको भारी, घाँसको भारी, तेलको भारी बोकेर हाम्रो बाजे पुर्खाले जुनी बिताउनु भयो। आजको युवा पुस्ता, जेनजी पुस्ता, अल्फा पुस्ताले किताबको भारी बोकेर जिन्दगी गुजारिरहेको छ, सही छैन? झन्डाको शानलाई बचाउन नसक्ने, सिमानाको पिलर त बचाउन सकेन, सिंहदरबारसम्म बचाउन सकेन हौ। यस्ता मान्छेहरूले अझै हामीले नेता सम्झिरहने, यस्ता पार्टीहरूले अझै हामी नेतृत्व भनिरहने। हामी टालाटुली बटुली सरकारमा जाँदैनौँ है। यतिजना यति लिएर चारवटा तपाईँको खुट्टा जोडेर एउटा कुर्सी बनाउने, अनि त्यो पल्लोपट्टिको खुट्टाले गरेको गल्ती पनि चुपो लागेर सहनु पर्ने। भ्रष्टाचार त भइरहेको छ, विरोध गर्यो भने सरकारको समर्थन लगेर गइहाल्छ भनेर त्यो खालको रुने लुरे सरकारमा हामी जाँदैनौँ। नमस्कार, स्वागत गर्न चाहन्छौँ सतासी अनलाइनमा। आज हामी नेपालको पूर्वी भेग झापा जिल्ला बिर्तामोड नगरपालिकामा आएका छौँ र बिर्तामोड नगरपालिकामा आज श्रम पिता भनेर चिनिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आउने हामीले समाचार पाएको हुनाले दृश्य तपाईँहरूमा जस्ताको जस्तै पस्किने हेतुले आएका छौँ र भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै भिडियो सुरु गर्न चाहे। हस् त, धन्यवाद। झापा चाहिँ अरू देशलाई दिपठाउँ है, बिर्तामोड भन्दा तपाईँहरूलाई मन्जुर छ हो? तेरो छोराछोरीलाई राम्रो लुगा किनिदिन्छु, राम्रो तपाईँको चाहिँ स्कुलमा लगाइदिन्छु, तर भोलिदेखि त्यो तेरो छोराछोरी चाहिँ मेरो है भनेर लान दिइन्छ हामीले। त्यसो भएको कारणले गर्दा बहिनीहरू केही पैसा दिन्छु, केही मिलियन पैसा दिन्छु, केही दिन्छु भनेर हामीलाई ठग्ने मान्छेहरूले यतिकै हामीलाई चाहिँ खाइराखेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि बरु हामी साग र सिस्नो ढिँडो खाएर बस्छौँ, तर यो देशको शानलाई विदेशी दलालहरूको हातमा सुम्बदैनौँ भन्ने उद्देश्यका साथ श्रम संस्कृति अगाडि बढ्न चाहन्छ। तपाईँहरूले साथ दिनुहुन्छ यसलाई? त्यो नेपालीको नेपाल राखिराख्ने अभियानको रूपमा आएको छ श्रम संस्कृति। यहाँहरू सबैजनालाई यो श्रम संस्कृतिमा हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, विकासको नारा देखाएर यो स्वदेशलाई विदेश बनाउन हामी दिने छैनौँ। यो देश हाम्रो हो, हाम्रै रहनुपर्छ। पृथ्वी रहन्जेलसम्म यो देश हाम्रो रहनुपर्छ कि पर्दैन? भोलिको दिनमा अब पृथ्वी नै रहेन भनेदेखि त हाम्रो पनि के लाग्यो र? तर पृथ्वी रहन्जेलसम्म हाम्रो देशको नक्सा, हाम्रो देशको अस्तित्व, हामी नेपालीको अस्तित्व, हाम्रो राष्ट्रिय झन्डा चन्द्र सूर्य झन्डा सधैँभरि यो भूमिमा फहराइरहनुपर्छ। त्यो भन्ने चेतनाका साथ राष्ट्रिय रूपमा हामी सबैजना, पार्टीले हामीलाई फुटाएको घरि जातिले फुटाएको घरि धर्मले फुटाएको, यसरी तपाईँ हामीलाई चाहिँ विदेशी शक्तिहरूले, विदेशी षड्यन्त्रहरूले त गएर यस्तो गर्दै तेरो काकासँग झगडा गर, मामासँग झगडा गर, दाजुभाइसँग झगडा गर, दिदीबहिनीसँग झगडा गर भनेर झगडा लगाइदिएको कारणले आज हामी दिनै मरिराख्नु परेको छ। तर किन मरिराख्नु परेको छ त? अघि भर्खरको हाम्रो उद्घोष गीतले भने जस्तो, शहीदले चाहे जस्तो आएको छैन शासन, गरिब मर्ने भोकै पर्ने उस्तै छैन। आज पनि माइती घर मण्डलमा तपाईँको चाहिँ जेनजी पक्रा परिरहेको छ। दुईटा जेनजी त यहाँनिर शहीद हुनुभयो। अब जेनजीकै मात्रै
कुरा किन गर्ने? त्योभन्दा अगाडितिर जो जनआन्दोलनमा मरेका तपाईँको चाहिँ शहीदहरू, अङ्गभङ्ग भएका घाइतेहरू होइन, उहाँको तपाईँको सपना साकार भयो यो देशमा। त्यसो भएको कारणले गर्दाखेरि शहीदको सपना साकार नभएको देश हामीलाई विदेशीले चलाइराखेको, विदेशीको गोटी भएर दलहरू नाचिराखेको, विदेशी प्रभुलाई हजुर मलाई भनेर बाटो बनाइराखेको, हजुर मलाई भनेर पुल बनाइराखेको, हजुर मलाई भनेर ऋण लिइराखेको, ऋण लिएको आधीले चाहिँ आफ्नो घर बनाइराखेको। यसो भइरहेको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब त्यो चेतनाका साथ हामी अगाडि बढ्नुपर्छ। हामी कसैले पनि धोका खानु हुँदैन। तपाईँलाई धोका दिएको मनपर्छ? धोका दिएको मन पर्दैन। हामीलाई कसैले धोका दिएको मन पर्दैन। तर हाम्रा नेताहरूले जसलाई हामीले वर्षौं वर्ष मेरो पार्टी भनेर बोक्यौं, मेरो नेता भनेर ठोक्यौं होइन, उनीहरूको लागि के गरेन नेपाली जनताले? टायर बाल्नेदेखि लिएर कुट्नेदेखि लिएर कुटाइ खानेदेखि लिएर जेल जाने हरेक कुरा गर्यो। ती नेताहरूले सार्वभौम नेपालीको सबैभन्दा ठुलो अधिकार, सार्वभौम मताधिकार लगेर विदेशीको पाउमा सुम्पिदिएको देखिन्छ। देखिन्छ कि देखिँदैन? त्यसो भएको कारणले गर्दाखेरि यदि विदेशी प्रभुलाई ढोक्नु पर्ने थियो भने नेपाली जनताको भोट किन माग्नु त? आफ्नो देश आफै चलाउने निर्णय गर्न सक्नुपर्छ। त्यसलाई मात्रै नेतृत्व भनिन्छ। आदरणीय दाजुभाइ दिदीबहिनी, देश चलाउन नसक्ने र नजान्ने मान्छेहरूले देश चलाउन भन्दा तपाईँको भ्रष्टाचार गर्न र छैन अनेक परिको छैन सम्भार भैलो समाजमा गर्नका लागि मात्रै उद्धत हुनेहरूले अब यो देशको नेतृत्व गर्न सक्दैन भन्ने कुरा अन्तिम निष्कर्षको रूपमा निस्कनुपर्छ। तपाईँको मनले त्यो भन्नुपर्छ, मेरो मनले त्यो भन्नुपर्छ, सारा नेपालीको मनले अब त्यो भन्नुपर्छ। कति वर्षसम्म बोक्ने? किन बोक्ने है? उहाँहरूको भिजन के हो त? यो देशमा यो देशको गरिबीलाई तपाईँको हटाउनका लागि उहाँहरूको नीति के हो त? विकास सम्बन्धी नीति के हो? भ्रष्टाचार निवारण सम्बन्धी नीति के हो भन्दाखेरि आफै भ्रष्टाचार गरेर हिँड्ने मान्छेहरूले तपाईँको नीति बनाउँछ। नियत असल नहुने मान्छेले नीति बनाउँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यसो भएको कारणले गर्दाखेरि असल नियत भएको नेतालाई, असल नियत भएको नेतृत्वलाई अब नेपाली जनताले चुनोस्। नेपाली जनताले अब भिजन भएको, नीति बनाउन सक्ने र नियत भएको नेतृत्वलाई नेपाली जनताले चुनोस्। त्यस्तो पार्टीलाई नेपाली जनताले आफ्नो सार्वभौम अधिकार, मताधिकार दियोस्। आफ्नो मताधिकार लगेर विदेशी प्रभुलाई सधैँभरि ढोगिराख्नु पर्ने, घरि दक्षिणतिरको कम्फर्टेबल सरकार बनाइदिनु पर्ने, घरि उत्तरतिरको कम्फर्टेबल सरकार बनाइदिनु पर्ने, घरि 7 समुद्र पारीको मान्छेको कम्फर्टेबल सरकार बनाइदिनु पर्ने, नेपाली जनताको कम्फर्टेबल सरकार चाहिँ कहिले बन्छ यो देशमा? म प्रश्न गर्न चाहन्छु। नेपाली समाजको, नेपाली जनताको कम्फर्टेबल सरकार बनाउनु पर्यो नि है। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामीले जसलाई बोकेर हिँड्यौँ यतिका वर्ष, ती मान्छेहरूलाई अब हामीले बोक्न छोडौँ। उहाँहरूसँग न नियत छ न नीति छ। राजनीति गर्नका लागि दुईटा कुरा चाहिन्छ। इमान्दार हुनुहुन्न उहाँहरू, भ्रष्ट हुनुहुन्छ है। भ्रष्टाचार गरेको थुप्रै कुराहरू छ। यहाँ भन्यो भने रात पर्छ, फेरि भोलि बिहान होइन हुन्छ, फेरि रात पर्छ, 2-3 दिनमा पनि सकिँदैन त्यो। फेरि चाहिँ यहाँनिर वाचन नगरौँ है। यो देशमा न स्थितिको शासन बसाउन सक्नुभयो, न यो देशमा कानुनी न्याय भयो, न यो देशमा सामाजिक न्याय भयो। के न्याय भयो यो देशमा भन्दाखेरि यो देशमा भयो त सिर्फ एउटा झोला बोकेर कुदिनु पर्ने, अनि झोला राम्रो झोला बोकेर आफ्नो मान्छेलाई मात्रै हेर्ने खालको चाहिँ नीति। त्यसो भएको कारणले गर्दाखेरि, पक्षपातपूर्ण देश भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो देशको स्थिति अहिले यो तरिकाको भएको कुरामा जानकारी गराउँछ। पनि पार्टीको सिफारिसमा जानुपर्ने, अनि पार्टीको सिफारिसमा गएको न्यायाधीशले आफ्नो पार्टीको मान्छेलाई मात्रै न्याय दिनुपर्ने, विपक्षी पार्टीको न्याय गर्नुपर्ने। यो खालको तपाईँको कोल्टे न्यायपालिकाले गर्दाखेरि, त्यो खालको व्यवहारले गर्दाखेरि सारा नेपालीको तपाईँको मनमा लागिरहेको त्यो आक्रोशको कारणले गर्दाखेरि सर्वोच्च अदालत जलेर गयो। नेपाली तपाईँ हाम्रो शिर उच्च भयो विश्व जगतमा।
निउरिएर हिँड्नु परिरहेको छ। 1 करोड भन्दा धेरै तपाईँको चाहिँ कामदारहरू हाम्रो दाजुभाइहरू विदेशमा काम गरिराख्नु भएको छ। तेरो देशको त्यस्तैहरू लात्तैले हानिरहेछ हाम्रो भाइहरूलाई दाजुहरूले। तेरो देश त खतम रहेछ नि, सर्वोच्च अदालतसम्म जगाउन सकेन, यस्तो देशबाट आएर छ। सिंहदरबार जलेर होइन खरामी, सिंहदरबार जल्दाखेरि हाम्रो राष्ट्रिय शान माथि गयो कि तल झऱ्यो? किन त्यो सिंहदरबार जल्यो त भन्दाखेरि सिंहदरबार जति सबै पहुँचवाला पार्टीको मान्छेहरूको मात्रै। म धरानको नगर प्रमुख भएरसम्म पनि मैले प्रधानमन्त्रीले भेट्नको लागि उसको पार्टीको मान्छे लगाएर चाहिँ झन्डै घुस खुवाउनु परेको स्थिति। यस्तो जाब तपाईँको चाहिँ सिस्टम चलाएर हुन्छ त? अनि त्यो खालको एउटा चाहिँ तपाईँको होइन गरिब जनताको कुरा नसुन्ने भन्ने तपाईँको नेपाली जनतामा आक्रोश, त्यो आक्रोशले गर्दाखेरि जल्यो सिंहदरबार। र यसरी एउटा न्यायपालिकालाई न्यायपालिका नबनाउने, आफ्नो पार्टीको तपाईँको भर्ती केन्द्र बनाउने, सिंहदरबारलाई त्यस्तै आफ्नो पार्टीको भर्ती केन्द्र बनाउने, आफ्नो कार्यकर्ताहरूको चाहिँ पार्टी अफिस जस्तो बनाइसकेपछि पुराना दलहरूले यो देशमा शासन, सुशासन र विकास गर्न सक्छन् भन्ने कुरा अझै रह्यो। यसरी हाम्रो देशको शानलाई पनि बचाउन नसक्ने है, यो हाम्रो झन्डाको शानलाई बचाउन नसक्ने, सिमानाको पिलर त बचाउन सकेन, सिंहदरबारसम्म बचाउन सकेन हो। यस्ता मान्छेहरूले अझै हामीले नेता सम्झिरहने, यस्ता पार्टीहरूले अझै हामी नेतृत्व भनिरहने। नेतृत्वलाई यो देशको सिमानाको फिक्री हुनुपर्छ है। कुर्सी खाली कुर्सी, त्यो कुर्सीको लागि जे पनि गर्ने, मान्छेलाई ठग्ने होइन, ढाक्ने, भ्रष्टाचार गर्नेदेखि लिएर आन्दोलन गरेर मान्छे मार्ने है, अनि नेपाली निर्दोष नेपाली जनताको रगतमा टेक्दै गएर कुर्सीमा बस्ने, यो हो चलन। त्यो चलन गर्दै गर्छ कि गर्दैन मुसलमान नेपालीले? सबैले भन्नुहोस्, सबैलाई 2 हात देखाएर भन्नुहोस्, त्यो चलन गर्दै गर्न चाहन्छ श्रम संस्कृतिले। अब यो देशमा त्यो सिंहदरबार, जुन सिंहदरबार धनी तपाईँको चाहिँहरूको मात्रै, ठुल्ठुला पार्टी, ठुल्ठुला पहुँच भएका मान्छेहरूको मात्रै तपाईँको चाहिँ पहुँच भएको थियो, त्यो एउटा रिक्सावालाको पहुँचमा पनि हामी लैजान चाहन्छौँ। एउटा किसानको पहुँचमा पनि हामी त्यो सिंहदरबारलाई पुर्याउन चाहन्छौँ। पार्टीको मान्छेले मात्रै न्याय पाउने, ठुलो करोडपतिले मात्रै न्याय पाउने होइन, एउटा गरिब निमुखालाई पनि अन्याय हुँदा उसले पनि न्याय पाउनुपर्छ भन्ने लोकतन्त्रको तपाईँको चाहिँ सार अनुसारको शासन, त्यो खालको न्यायपालिका स्थापित गर्ने हो भने अब हामीले सोच्नु पर्ने बेला आएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म यहाँ सबैजनालाई निवेदन गर्न चाहन्छु, म तपाईँहरूसँग मेरो भाषण सुनाउनु भन्दा पनि सल्लाह गर्न आएको छु। अब के गर्ने त तपाईँ? हामी पुरानैहरूलाई डोकोभरि बोकेर हिँड्ने, के गर्ने हो? अब छोडौँ, परिवर्तन भन्छौँ है। अचम्म लाग्छ, 24 घण्टामा एकचोटि सूर्योदय हुन्छ, वर्षमा एकचोटि रुखले पनि पात फेर्छ, तर हामी नेपालीले उहिलेको मेरो त भनेर पक्रेको छ, उहिलेको मेरो त भनेर पक्रेको छ है, फेदमा डोको। अब नेपाली जनताले परिवर्तन ल्याउँछ कि ल्याउँदैन? यदि ल्याउँछ भने चुनाव चिन्ह माथिमा भोट हाल्नुपर्छ कि पर्दैन? तपाईँले मात्रै भोट हालेर हुँदैन। अब तपाईँ यहाँबाट फर्केर गइसकेपछि हाम्रो चुनाव चिन्ह त्यस्तो हुन्छ भनेर त्यो माटोको तस्बिर लगेर, पर्चा लगेर तपाईँहरूले गाउँमा तपाईँको चाहिँ अभियान चलाउनुपर्छ। म मात्रै कराइदिएर हुँदैन, म त कति कराउनु, हिजो त्यहाँ कराउँदै थिएँ, आज यहाँ कराउँदैछु, भोलि कहाँ कराउँछु, कराएकै के म चाहिँ तपाईँको एक्लै कराइहिँड्नु पर्ने हो र? अब हामी सबैजनाले कराउँछौँ, सबैजना मिलेर कराउँछौँ, देशभरि कराउँछौँ। जय माटो! बाहिरकोले भनिदिनुहोस् एकचोटि, जय माटो! हो, यो नारा अब तपाईँ हामी गाउँमा लगाउँछौँ, ठाउँमा लगाउँछौँ। पाखा भित्ता बखेरा, हिमाल पहाड तराई, मेची महाकाली, लिपिया लिम्बुवा धोरासम्म हामीले यो नारा तपाईँको चाहिँ घन्टाउनुपर्छ। अब हामी तपाईँको एउटा कोदोको केरा के अरे गुड्की गयो भने त्यहाँबाट चाहिँ अङ्कुरित भएर कोदोको बोट तपाईँको चाहिँ हुर्केर त्यहाँबाट कोदोको बाला फल्ने देशमा चाहिँ केही हुँदैन। किन
चाल हो त्यो। अनि त्यो विदेशी चालले चाहिँ हाम्रो नेताहरूलाई पढाएको छ। त्यसो भने भनेको छ उसले उसको कार्यकर्तालाई भनेको छ केही पनि हुँदैन नेपालमा, के हुँदैन गर्नु हुँदैन नेपालमा। नेपालमा उत्पादन भयो भने के हुन्छ भन्दाखेरि सबै नेपालीको गोजीमा पैसा हुन्छ, हुँदैन? सबै नेपालीको घरमा भात हुन्छ, सबै नेपालीको घरमा तपाईँको छैन यसो राम्रो आर्थिक अवस्था भयो भने त कार्यकर्ता बनाएर कसलाई हिँडाउने? अलि हाँसौँ न, अलि हाँसौँ न, अलि हाँसौँ, यता गएर हाँसौँ न अलि। है हाम्रो नेताहरूको भिजन त्यो खालको क्या है। अलिक गरी खान दियो भने त उसले त व्यवसाय गर्छ। भोलि मैले सुसुरा बजाउन आउँदैन, टायर बाल्न आउँदैन, झोला बोकिँदैन, होइन? नेता ठानिँदैन। त्यसले गर्दाखेरि अब आफूलाई त नेता बन्नु छ, 2-4 जना भए चलाउनु छ। एक प्लेट चाउमिन दिन्छु जहाँ गएर त्यहाँ त्यसको टाउको फोड्दै भन्ने खालको कार्यकर्ता चाहियो नि त नेतालाई त, होइन? अब युवा आफै उद्यमी भयो, आफै पैसा कमाउन थाल्यो भने त उसको एक प्लेटमा आउँछ। जानी बुझी यो देशलाई कङ्गाल बनाएको छ यो देशका पार्टीहरूले, है? त्यसको प्रमाण म कसरी दिन्छु भने म त काम गरिरहेको मेयर पनि हो। धरानमा मैले उद्योग खोले, मुद्दा लगाइदियो, है? उद्योग खोल्दा मुद्दा लागेको अचम्म लाग्छ। किन भन्दाखेरि त उद्योग खोलेपछि त रोजगारी पाउँछ, उत्पादन हुन्छ, होइन? अनि को फोकटमा यसो गरेर हिँड्छ त? हिँड्छ? फोकटमा हिँडिनुहोस्, यो नेपाली 3 करोड नेपाली फोकटमा हिँडिनुहोस् भन्ने चाहना राख्ने मान्छे नेता हुन्छ। म यो देशको प्रत्येक मान्छेले उद्यमी बनाउन चाहन्छु, प्रत्येक मान्छेले काम गरिरहेको हेर्न चाहन्छु, प्रत्येक मान्छेको घरमा, होइन, खानेको दुःख नहोस्, लाउनेको दुःख नहोस्, केटाकेटी पढाउने र उपचार गर्ने खर्चको दुःख नहोस् भन्ने चाहना राख्छु म भित्री मनमा। यो पो होला त नेता त, होइन र? फुल रोप्छु मुद्दा आउँछ, तैँले किन फुल रोपेको त्यो त्यो यो सबै कुरा के रहेछ भन्दाखेरि नेपाललाई गरिब बनाइराख्ने। अनि नेपाललाई गरिब बनाइराखेपछि, होइन, यति मिलियन पैसा दिन्छु यस्तो गर्छु भनेर विदेशीको कमारा बनाइराख्नु खोजेको रहेछ क्या। हामी विदेश जान्छौँ, विदेशमा पनि विदेशीको कमारै बनेर आउँछौँ, स्वदेशमा पनि हामी विदेशीको कमारै हो क्या। त्यसो भएको कारणले गर्दाखेरि यो विदेशी चाललाई चिरेर अब यही देशमा तपाईँ हामीले 2 हात बचाएर 10 नङ्ग्रा खियाएर गफ गरेर, होइन, पसिना बगाएर यो देशलाई समृद्ध बनाएर देखाउँदैछौँ। हामी पनि देश हो, हामी पनि समृद्ध र शक्तिशाली देश हो भनेर नेपाललाई विश्व समुदायमा चिनाउनको लागि श्रम संस्कृति आएको। तपाईँहरूलाई लाग्ला चुनाव आयो, भोट माग्यो, यस्तो गऱ्यो, भोट त्यति मात्रै काम र त्यति मात्रै होइन। हाम्रो उद्देश्य भनेको यो देशलाई साँच्चै नै उठाउने हो। यो देशलाई उठाउनका लागि केही थोरै मान्छे मैले मात्रै सक्दैन। तपाईँ हामी सबै मिल्यौँ भने यो देशलाई हामी जुरुक्कै उठाउँछौँ। कुरा बुझ्नुभयो नि? यसरी बुझ्नुहोस्। उदाहरणका लागि यो देश चाहिँ तपाईँको चाहिँ 100 केजीको वजन छ यो देशको भने 100 केजीको वजन म एक्लैले उचाल्न सक्दिनँ। उचाल्न सके पनि लाँदा त मेरो ढाड सर्किन्छ यहाँ। तर हामी 10 जना मिल्यौँ भने 10-10 केजी मात्रै पर्छ नि त, होइन? त्यसरी 3 करोड नेपालीले अब यो देशलाई उचाल्नुपर्छ म भन्न चाहन्छु। यहाँहरू सबैजनालाई त्यो निवेदन गर्न चाहन्छु, त्यो आह्वान गर्न चाहन्छु। उत्पादन यो देशमा नबढिकन, श्रम नगरिकन, उत्पादन नबढाइकन यो देश समृद्ध बन्न सक्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, विदेशीको ऋणको भरमा बाटो बनाएर, विदेशीको ऋणको भरमा, अनुदानको भरमा आफ्नो घर चलाएर हामी बाँचिरहेकै कारणले गर्दाखेरि यो देश समृद्ध बन्न सकेन। हामी आशामुखी बन्यौँ। हामी आशामुखी बनेको कारणले गर्दाखेरि यो देश स्वाधीन बन्न सकेन। यो देशको निर्णय हामी आफैले गर्न सकेनौँ। यो देशको निर्णय हामी आफैले गर्न सक्दैनौँ। यो देशको सरकार विदेशीले बनाइदिने, विदेशीले भत्काइदिने हो भने हामी नेपाली बाँचिरहनुको कुनै उचित के अरे त औचित्य देख्दैन। हामी मरेको नेपाली बन्नेछौँ। हामी मरेको नेपाली हो। यदि होइन भनेदेखि अब हामी त्यही तरिकाको सुझबुझका साथ अब हामी सोच विचारबाट परिवर्तन भएर यो देशमा ठुलो परिवर्तन ल्याउनेछौँ। त्यसको सङ्घारमा हामी उठेका छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, श्रम संस्कृतिमा जोडिएर अगाडि बढौँ। श्रम संस्कृतिले अल्छी गरेर बस भन्दैन, पौरख गर भन्छ। भाषणमा होइन काममा विश्वास गर्छौँ हामी।
यहाँ सबैजनालाई म निवेदन गर्न चाहन्छु, मैले बारम्बार भन्दै गरेको कुरा, श्रम संस्कृतिमा यहाँ कोही पनि गफ गरेर नेता बन्न हामी आएको है। म दिनभरि काम गर्ने मान्छे हो र यो श्रम संस्कृति मैले बनाएको श्रम संस्कृति हो। अब मैले बनाएको श्रम संस्कृतिमा म आफूलाई त्यस्तो सम्झन्छु भने हामी यहाँ बस्ने मान्छेहरू कोही मान्छे खुट्टा हल्लाएर नेता बन्न पाउँछ होला? होइन, पाइँदैन। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, काम गर्नुपर्छ भन्ने हाम्रो मूलभूत मान्यता रहन्छ। अलिकति सघाउनु तपाईँले अरू मलाई। म भविष्यमा फल दिने वृक्ष लगाइरहेको छु, त्यसको बिरुवा रोपिरहेको छु भने तपाईँ पनि पानी लिएर आइदिनु न प्लिज। म एक्लैले खाने हो र त्यो तपाईँको चाहिँ वृक्षको फल भोलि होइन, तपाईँकै लागि रोपिदिँदैछु मैले, हामीले रोपिदिँदैछौँ। श्रम संस्कृतिले तपाईँकै बारेमा सोचिरहेको छ है। हामी वर्तमानमा भन्दा धेरै भविष्यको चिन्ता गर्छौँ। त्यसो भएको कारणले गर्दाखेरि तपाईँहरूको लागि हामी चिन्तित छौँ। सम्पूर्ण जेनजीलाई म त्यो भन्न चाहन्छु, तपाईँहरूले चिन्नुपर्छ। हिजो जेनजीको आन्दोलन भएर देश ढलिराखेको कोही पनि छैन है, कोही पनि छैन, सबै ब्ल्याकआउट भयो, जसले जे गर्दा हुन्छ भन्ने स्थितिमा 500 किलोमिटर टाढोबाट कर्फ्युमा है विभिन्न खालका तपाईँको चाहिँ सङ्कटहरू पार गर्दै काठमाडौँ जाने मान्छे हतसापाङ हो कि होइन? त्यतिखेर चाहिँ मलाई घर फर्क भनेर भन्नेहरू हिजो आज त उहाँ भएको भए त भन्नुहुन्छ है। फेरि पनि भन्दैछु, फेरि पनि भोलिको दिनमा के गर्यो गरिसक्यो भने दैलो देख्यो भन्ने जस्तो नहोस् है। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म सम्पूर्ण जेनजीलाई भन्न चाहन्छु, जेनजी भनेको कुनै पाकिस्तानबाट आएको, कुनै इन्डियाबाट आएको, कुनै चाइनाबाट आएको मान्छे होइन। तपाईँ हाम्रै छोराछोरी हो कि होइन जेनजी? तपाईँ हाम्रो छोराछोरीलाई सम्झाउँ हामीले, तपाईँ हाम्रो छोराछोरीलाई बुझाउँ हामीले, तपाईँ हाम्रो नाति नातिनालाई बुझाउँ हामीले। त्यतिकै कुदिनु दियो भने भोलि त्यसले लाभ औषध दुर्व्यसन गर्न सक्छ। भोलि त्यसले तपाईँको चाहिँ विभिन्न खालको अपराधिक गतिविधिमा सोचाइले आलाखाचा, अनुभवले आलाखाचा भएको कारणले अपराधी बन्न सक्छ। विभिन्न खालका घटनाहरू घटेर चाहिँ विभिन्न शहीद हुन सक्ने स्थिति पनि आउन सक्छ। त्यसो भएको कारणले गर्दाखेरि तमाम अभिभावकहरूलाई पनि म सचेत गराउन चाहन्छु यो विषय। श्रम संस्कृति पार्टीले चुनाव जित्नुपर्छ कि पर्दैन? श्रम संस्कृति पार्टीले चुनाव जितिसकेपछि हामी सरकार गठन गर्छौँ। हाम्रो सरकारले जेनजीको आयोग बनाउने घोषणा गर्यो है। कुनै अरू पार्टीले गरेको छ? छैन। किन छैन भन्दाखेरि उहाँलाई लाग्छ जेनजीले केही पनि जान्दैन भन्ने लाग्छ। त्यही हो दुर्घटना हुनु भनेको है। जेनजी भनेको मोबाइल खेलाउनै हुर्किनु हो जेनजी पुस्ता। तर हामी जन्मिँदाखेरि मोबाइल थिएन, हिजो अस्ति आएको। जेनजीको आशा, जेनजीलाई छिटो विकास चाहियो, अहिले नै चाहियो, अहिले नै खाइहाल्नु भन्ने खालको छ। किनभने उसले अमेरिकाको कुरा हेरिराखेको छ, अस्ट्रेलियाका कुरा हेरिराखेको छ, त्यहाँ गएर पढिराखेको छ, उसको साथी त्यहाँ पढिराखेको छ, उसले उताबाट जापानमा त यस्तो छ भनेर सुनाएको छ, देखाएको छ। हाम्रो देश पनि त्यस्तै होस् भन्ने लागेको होला नि त यहाँको जेनजीलाई, छैन? अनि त्यो जेनजीको भावना के छ भन्ने सरकारले सुन्नुपर्छ कि पर्दैन? यो त मेरो छोरा हो, मेरो नाति हो, मेरो नातिले के जाने हुन्छ र हामीले पो जाने छौँ भनेर उहिले गोठमा गाउँमा कोदो रोपेको कुरा जेनजीलाई अहिले सुनाएर, कोदो भनेको थाहा छ जेनजीलाई? थाहा छ? 90 सालको भुइँचालोको कुरा जेनजीलाई थाहा छ? छैन नि त। हिजो अस्ति जन्मेको मान्छेलाई हिजो अस्तिकै कुरा मनपर्छ। त्यसले गर्दाखेरि जेनजीको कुरा के हो, जेनजीको खास भनाइ के हो, जेनजीको समस्या के हो, भावना के हो, र त्यो भावनालाई सम्बोधन गर्नका लागि हाम्रो जस्तो आर्थिक अवस्था भएको देशमा कस्ता योजनाहरू बनाउनु पर्छ र कति समय लाग्छ भन्ने कुराको संवाद हुनु जरुरी छ कि छैन? केही जानेको छैन भनिदियो है। फेसबुक चलाउँदै गरेको पनि ल्याम्मै बन्द गरिदियो, टिकटक पनि ल्याम्मै बन्द गरिदियो। बिचरा यो देशमा रोजगारी नभए पनि त्यो टिकटक हेरेर त उसले यसो नाच्दै त थियो नि त। नेपाली जनता रमाउनु के अपराध हो र? नेपाली जनता हाँसोस् न, नाचोस् है। दिनभरि रातभरि यो जङ्गल के अरे तपाईँको चाहिँ बाटोमा नाच्नु न तपाईँहरू, त्यसमा म खुसी हुनुपर्छ कि पर्दैन? त्यो पनि बन्द गरेपछि ऊ कुस
मुकुस भयो अब के गर्ने उताबाट षड्यन्त्र गाडीले हेरिरहेको कतिखेर चाहिँ डाउन पर्छ र नेपालमा चाहिँ तल्कामा छ ठ्याक्कै सलेटर लगाइदियो साथीको गिदी बोकिनु पर्ने बाउलाई हिँड्नु पर्ने कतैको जुत्ता छैन कतिको छोरा आउँदैन कति यो भद्रगोल स्थिति विदेशीहरूले थुप्रै फाइदा लिन्छ जति देशमा भद्रगोल स्थिति आउँछ त्यति विदेशी फाइदा लिन्छ होइन हाम्रो पनि हाम्रो घरमा श्रीमान श्रीमती बिच यसरी कुटाकुट भने छिमेकीले हेर्छ कि हेर्दैन हेरिहाल्छ नि है एउटा सानो फुच्चेले छिमेकीले आएर तपाईँको चाहिँ फर्काउन थाल्छ त्यसो भएको कारणले गर्दाखेरि त्यो खालको अराजक गतिविधिमा नलाग्नका लागि म सम्पूर्ण जेनजीलाई विनम्रताका साथ अनुरोध गर्न चाहन्छु जेनजी यु आर द फ्युचर अफ द नेसन तपाईँ नै हो यो राष्ट्र यो देशको भविष्य यो देशको भविष्यलाई स्थिरतातर्फ लाने विकासतर्फ लाने उत्पादनतर्फ लाने कि जहिले भाँडभैलो गरेर आगजनी तोडफोड कुटाकुट घरि को मरेको छ यस्तो स्थितिमा लाने हो त्यसको निर्णय जेनजीले गर्नुपर्छ तपाईँ हामी शान्तिको पक्षमा स्थिरताको पक्षमा सुशासनको पक्षमा उत्पादन र विकासको पक्षमा लाग्नुपर्छ बन्दुक होइन हतियार होइन औजार चलाउनुपर्छ भन्ने पक्षमा लाग्नुपर्छ म भन्न चाहन्छु अल्छी लाग्यो हाम्रो बाजे पुर्खा नुनको भारी दाउराको भारी घाँसको भारी तेलको भारी बोकेर हाम्रो बाजे पुर्खाले जुन बिताउनु भयो आजको युवा पुस्ता जेनजी पुस्ता अल्फा पुस्ताले किताबको भारी बोकेर जिन्दगी गुजारिरहेको छ कि छैन यो भारी बोक्ने चलन यो भारी बोक्ने तपाईँको सिलसिला अब भङ्ग गर्ने कि नगर्ने श्रम संस्कृति इतिहासको निरन्तरता होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू एउटा नयाँ युगको सुरुवात हो भन्ने घोषणा म गर्न चाहन्छु नयाँ युगको सुरुवात हो श्रम संस्कृति इतिहासको निरन्तरता होइन श्रम संस्कृति त्यो संस्कृति हो जसले विद्यार्थीलाई किताबको भारीबाट मुक्ति दिएर ऊ के गर्न चाहन्छ त्यही कुरालाई चाहिँ प्रमोट गरेर त्यही कुरालाई बढावा दिएर त्यही कुरामा उसको आफ्नो करियर उसको आफ्नो तपाईँको चाहिँ जीवन यापन गर्न सक्ने वातावरण बनाउन चाहन्छ शैक्षिक क्रान्ति ल्याउन चाहन्छ श्रम संस्कृतिले खाली हर्क सम्पाङलाई ढुङ्गा बोक्ने ढुङ्गे मात्रै भनेर अपमान गर्ने मान्छेहरूको छोराछोरी पनि रमाउने छन् आजदेखि त हल्लो भयो हिजोसम्म त 20 केजीको झोला बोकिन्थ्यो आज त यसो 1 केजीको झोला 3 दिन मात्रै पढाउनु पर्छ विद्यार्थीलाई है 3 दिन मात्रै पढाउनु पर्छ मैले बारम्बार भन्दै गरेको कुरा हाम्रो देशमा तपाईँको चाहिँ लाग्न सक्छ नेपालीलाई नेपाल सरकारलाई होइन विद्यालय गएर तपाईँको चाहिँ राम्रोसँग पिसाब फेर्न नजान्ने नानीलाई राम्रोसँग लुगा लगाउन नजान्ने नानीलाई अनेक परीको तपाईँको चाहिँ घोप नलाउने बाउको नाम के हो भन्ने थाहा छैन ए फर एप्पल बी फर बल भनेर घोकाएको छ है त्यो घोकेको शिक्षाले के गर्छ घोकेको शिक्षा भनेको घोकाइ होइन त त्यो सुगालाई गोपी कृष्ण कहो भनेर सिकाइन्छ गोपी कृष्ण कहो त भन्छ नि सुगाले मैनाले तर त्यो भनेको के हो भने उसलाई थाहा हुन्छ यस्तो खालको शिक्षा लिएर हामीले हाम्रो देशको उत्पादन निर्माण र आविष्कार गर्न सक्छ डिग्रीको सर्टिफिकेट लिएर भोकै लिएर तपाईँको चाहिँ ग्यास्ट्रिक भइराखेको छ हाम्रो युवाहरूलाई छैन भात खानु सक्दैन बोली मात्रै सिकेको छ है के दुनियाँभरको तपाईँको चाहिँ गराएको छ रट्टा मराएको छ यत्र किताब होइन सिरानी लाएर सुत्दा पनि यस्तो गरेर त्यो ठुलो सिरानी भयो भनेर भन्नु डक्टरले त्यस्तो खालको किताब पढेर के गर्न सकिन्छ अब जीवनमा तपाईँको चाहिँ उपयोगी शिक्षा 4 दिन हामी उत्पादन निर्माण र आविष्कार अन्वेषण खोज अनुसन्धान कला साहित्य खेलकुदमा विद्यार्थीले लगाउनु पर्छ कि पर्दैन त्यो गराउन चाहने संस्कृति हो श्रम संस्कृति यो देशको आर्थिक रूपान्तरण गर्न चाहन्छ सामाजिक मनोवैज्ञानिक रूपान्तरण गराउन चाहन्छ त्यो संस्कृतिमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु म तपाईँहरू आउनुहुन्छ
यो चान्चुने तपाईँको चाहिँ एउटा चुनावी सभा मात्रै होइन है, यो चान्चुने एउटा चाहिँ एउटा पार्टी रहेछ भन्ने मात्रै होइन, श्रम संस्कृतिले गर्न चाहेको कुरा फेरदेखि जरादेखि यो देशको सबै कुरालाई रिफर्म गरेर अगाडि बढ्नुपर्छ भन्ने संस्कृति हो। हर्क सम्पाङ इमान्दार छ, हर्क सम्पाङ इमान्दार छ, हर्क सम्पाङले देशलाई माया गरेको छ, हर्क सम्पाङ स्वाधीनताको कुरा गर्छ, हर्क सम्पाङ विदेशीको अगाडि झुक्दैन होइन। यदि त्यसो हो भने हर्क सम्पाङसँग भिजन पनि छ, मिसन पनि छ, निष्ठा पनि छ, इमान पनि छ, सबै थोक हर्क सम्पाङसँग छ भने मलाई हेरेर भोट दिनुहोस् है। मलाई हेरेर चुनाव चिन्हमा भोट हाल्नुहोला। समानुपातिक प्रत्यक्ष दुईटैमा तपाईँहरूले भोट हाल्नुपर्छ। सम्पूर्ण नेपालीलाई म त्यो भन्न चाहन्छु। र श्रम संस्कृतिलाई नेपाली जनताले बहुमतको सरकार दिएर पठाउनुपर्छ। हामी टालाटुली बटुली सरकारमा जाँदैनौँ है। यतिजना यति लिएर चारवटा तपाईँको खुट्टा जोडेर एउटा कुर्सी बनाउने अनि त्यो पल्लोपट्टिको खुट्टाले गरेको गल्ती पनि चुपो लागेर सहनुपर्ने, भ्रष्टाचार त भइरहेको छ, विरोध गर्यो भने सरकारको समर्थन लगेर गइहाल्छ भनेर त्यो खालको रुने लुरे सरकारमा हामी जाँदैनौँ। हामीलाई बहुमतको सरकार नेपालीले दिन्छ र यो देशमा देखिने गरेको आर्थिक, शैक्षिक, भौतिक विकासका उन्नति जनतालाई महसुस हुने गरेको प्रकारले गर्न सकिन रहेछु भने म यो देशको नागरिकता त्यागेर शरणार्थी बनेर जान्छु। मैले यो प्रतिबद्धता 100 चोटि भन्दा धेरै मैले भनिसकेँ होला। भ्रष्टाचार 1 रुपियाँ गरेछ भने त्यो भ्रष्टाचार गरेको पैसा मेरो मुखमा परेको दिन मरण मेरो त्यही होस् भनेर मैले कसम खाएको कुरा यहाँलाई थाहा छ। त्यति निष्ठावान मान्छे हर्क सम्पाङ र हर्क सम्पाङको श्रम संस्कृतिले सरकार चलाउँदाखेरि काम गरेनछ भने मैले अघि भने म देश छोडेर जान्छु है। तर तपाईँहरूले हामीलाई भोट दिनु पर्यो। त्यतिकै भाषण मात्रै गरेर त्यो भोटमा परिवर्तन ल्याइएन भने परिवर्तन हुँदैन। हुन्छ, त्यो म भन्न चाहन्छु। यहाँ सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। एजेन्डा भनेको हाम्रो मनको गीत होइन, जनताको पीर मर्का र समस्या नै हाम्रो एजेन्डा हुन्। तपाईँ के समस्यामा हुनुहुन्छ, तपाईँको समस्या मलाई भन्नुहोस्, त्यही मेरो एजेन्डा हो। तपाईँको पीर व्यथा के हो, त्यो पीर व्यथा मलाई भन्नुहोस्, त्यही मेरो एजेन्डा हो। त्यही श्रम संस्कृतिको एजेन्डा हो। हामी जनतालाई नसोधिकन जनताबाट टाढो भाग्ने मान्छे होइनौँ। मलाई तपाईँले जसरी चिन्नु भएको छ, जितेको 3 दिन पछाडिदेखि जनतासँगै नारिएर धुस्रै र फुस्रै हिलो र धुलोमा होइन, खोला र नाला भिर पाखामा काम गर्दै जनतासँगै नाच्दै गाउँदै एउटै भाँडामा पाकेको भात खाँदै आएको मान्छे हो। म आफूलाई भुइँ मान्छे सम्झन्छु है, म आफूलाई भुइँ मान्छे सम्झन्छु र म बाँचुन्जेल भुइँ मान्छे नै हो। यो खालको भुइँ मान्छे यो देशको तपाईँको चाहिँ कार्यकारी प्रमुख बनोस् भन्ने तपाईँले चाहनुहुन्छ भने जसले माथि ताप्लेजुङको तपाईँको चाहिँ चौडीको गोठमा त्यो गोठालाको पीर व्यथा के हो भन्ने उसले बुझ्न सक्छ। जो मधेसमा कठाङ्ग्रिएर तपाईँको चाहिँ जाडोले शीतलहरका कारणले बिरामी भइराखेको, ज्यान गुमाइराखेको मधेसमा बस्ने नेपालीको पीडा बुझ्न सक्छ। त्यस्तो मान्छेलाई तपाईँहरूले चाहनुहुन्छ भने यसपालि चुनाव चिन्ह माटोमा हातको अञ्जुली, त्यो हातको अञ्जुली तपाईँको 2टा हात होला त्यो हात अञ्जुलीमा राखेको माटो चुनाव चिन्हमा तपाईँहरूले अमूल्य भोट दिनुपर्छ। अन्त्यमा म भन्न चाहन्छु, भोट हाल्ने बेलामा यो कार्यक्रमलाई सम्झनु, मेरो अनुहार सम्झनु, तपाईँको नानीहरूको अनुहार सम्झनु है। मलाई सम्झनु, मेरो अनुहारलाई सम्झनु, तपाईँको नानीहरूको अनुहारलाई सम्झनु। अनि आँखा चिम गरेर तपाईँले कुन पार्टीलाई भोट हाल्नु मन लाग्छ त्यहाँ है। म भन्छु माटोलाई हाल्नुहोस्, तपाईँको विधेयक प्रयोग गर्नुहोस् है। जसले देश बेचिराखेको छ, ठगिराखेको छ, उसैलाई सधैँभरि भोट हाल्नु हुँदैन है।
केजी टमाटर किन्दाखेरि ढाकीभरि छान्ने नेपाली समाजले देशको कानुन बनाउने, देशको भाग्य र भविष्य कोर्ने नेता चुन्दाखेरि जथाभावी आँखा चिम गरेर रक्सी खाएर भोट हाल्नु हुँदैन। म त्यो भन्न चाहन्छु। सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। अन्त्यमा मैले हिजो पनि सोधेको दुईटा प्रश्न, म धेरै कुरा गर्दिनँ। पुरानोको त कुरा के गर्नु, पुरानो त पुरानो भइहाल्यो, उहाँहरूको त तपाईँको चाहिँ जति भन्दा पनि हुन्छ। अहिले आएका नयाँ शक्तिहरूको कुरा गर्नुपर्छ। विरोध होइन, प्रश्न म गर्न चाहन्छु। हाम्रो कुलमान घिसिङज्यूलाई एउटा प्रश्न, एमसीसी सम्बन्धी तपाईँको धारणा के हो? तपाईँ एमसीसीलाई यस भन्नुहुन्छ कि नो भन्नुहुन्छ? वेदर यु से यस टु एमसीसी अर नो टु एमसीसी। सार्वजनिक कार्यक्रममा फोन गरेर होइन, कसैलाई चिठी पठाएर होइन, मलाई सुटुक्क मेसेज गरेर होइन, सार्वजनिक कार्यक्रममा, यस्तै ठुलो कार्यक्रममा तपाईँले आफ्नो धारणा राख्नुहोस्। छानेज्यूलाई म गर्न चाहन्छु, अस्तिको जेनजीको आन्दोलनमा तपाईँ जेलबाट बाहिर निस्किनु भयो, त्यसपछि अरू पनि थुप्रै निस्किनु भयो। जेलबाट निस्किनु भयो, खोइ किन निस्किनु भयो? तपाईँलाई निस्किनु मन लाग्यो भने निस्किनु भयो। निस्किसकेपछि फेरि 2-3 दिनमा फेरि किन जानुभयो भित्र आफै? यसको उत्तर रवि लामी छानेजीले पनि मलाई फोन गरेर होइन, मेसेजमा एसएमएसमा होइन, सार्वजनिक कार्यक्रममा दिनु होला। यति प्रश्न त राख्न मैले पाएँ नि। यो दुईवटा प्रश्नको उत्तर म चाहन्छु सार्वजनिक कार्यक्रममा सम्बन्धित व्यक्तिहरूलाई। अन्त्यमा यहाँ सबैजनालाई म श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु। हामीले साभार गरेको यो भिडियो तपाईँहरूले अवश्य पनि हेर्नुभयो होला। के लाग्छ त? हर्क साम्पाङले बोल्नुभएका कुराहरू उहाँले व्यवहारमा लागू गर्नुहुन्छ त? तपाईँलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला र भिडियो मन पर्यो भने सेयर पनि गरिदिनु होला भन्दै आजको लागि बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद।